लौ न गुरु मेरो छोरालाई के भयो हेरिदिनु पर्यो। यसको व्यवहार पनि निकै बदलिएको छ आजकल। कसैले केही बिगार पो गरिदिए कि हेरिदिनु पर्यो गुरु। केही भएको छैन, केही भएको छैन। नयाँ जन्म परेको रहेछ। ए हो र? हो के हो? भित्राउन मिल्ने हो कि नमिल्ने हो? अलिअलि हल्ला रहेछ। कतै खुट्टापट्टा लिएर बाटो पो तिरायो कि आँखा खोलिदिनु पर्यो गुरु। फुलले फुल त रोजेछ, घरको फुल पऱ्यो कि वनको फुल पऱ्यो त गुरु? त्यो पनि बताइदिनु पर्यो। ए गुरु ल्याउ न, गुरु ल्याउ न, मेरो छोरालाई के भयो एक्कासी गुरु? हेरिदिनु पर्यो गुरु। हत्यारा हो तेरो छोरो। एउटा सोझी केटीलाई फसाएर गलत काम गरेर मानेको रहेछ। सबदेखि राति मैले यसले सजाय पाउनै पर्छ नत्र। यसले गरेको पापको सजाय त कानुनले दिने नै छ। तर विश्वास गर्नुहोस् या नगर्नुहोस्, जसले जगन्य अपराध गर्छ त्यसले कुनै न कुनै रूपमा सजाय पाउनु नै पर्छ, कि मान्छेको अदालतबाट कि भगवानको अदालतबाट। त्यसैले अपराध नगरौँ, अपराध नलुकाऊ।